प्रश्न नम्बर 1 नेपाललाई मुख्य रूपमा कति भौगोलिक भागमा विभाजन गरिएको छ? सही उत्तर हो बी, 3 भागमा विभाजन गरिएको छ। प्रश्न नम्बर 2 नेपालको कुल क्षेत्रफल कति छ? यसको सही उत्तर हो ए, 1,47,181 वर्ग किलोमिटर। प्रश्न नम्बर 3 नेपालको पूर्व पश्चिम लम्बाई कति छ? यसको सही उत्तर हो डी, 885 किलोमिटर। प्रश्न नम्बर 4 नेपालको उत्तर दक्षिण औसत चौडाई कति छ? सही उत्तर हो सी, 193 किलोमिटर। प्रश्न नम्बर 5 नेपालको उत्तरी सिमाना कुन देशसँग जोडिएको छ? सही उत्तर हो बी, चीन। प्रश्न नम्बर 6 नेपालको पूर्व पश्चिम तथा दक्षिण सिमाना कुन देशसँग जोडिएको छ? सही उत्तर हो भारत।